त्यो पुस्तकमा उल्लेख भएका ठाउँ, पुस्तकमा उल्लेख भएका व्यक्तिहरूको नाम हेर्दाखेरि हाम्रो पार्टी स्थापना गर्ने प्रमुख समुदाय त त्यो दलित समुदाय रहेछ, त्यो जनजाति समुदाय रहेछ, त्यो मधेसी समुदाय रहेछ। जुन मधेसमा हामी कमजोर भन्छौँ त्यही मधेसले यो पार्टीलाई हुर्काएर यहाँ ल्याएको रहेछ। त्यो सबै कुराहरूलाई हेर्दाखेरि हामीले यो पुस्तकबाट त्यो पाउन सकिन्छ। सँगसँगै अहिले पूर्व कोशी प्रान्तीय कमिटीले त्यो पार्टी निर्माणको प्रक्रिया यदि नथालेको थियो भने नेपालमा कम्युनिस्ट पार्टी नै हुन्थ्यो कि हुँदैन थियो भन्ने अवस्थामा हामी पुगेका त्यहाँका सबै घटनाहरूलाई पढ्दाखेरि त्यसले एउटा कम्युनिस्ट पार्टी, बलियो कम्युनिस्ट पार्टीको निर्माण गर्ने क्रममा त्यो पूर्व कोशी प्रान्तीय कमिटीले सुरुवात गर्यो। र नेताहरू जेल बस्दाखेरि ब्रेक थ्रु गरेर जेल सुरुङ खनेर अथवा भर्याङ चढेर निस्केर फेरि पनि आफ्नो ज्यान जोखिममा पार्दै त्यो पार्टी निर्माण गर्न लागेको कुरोले अहिलेको युवा पीढीलाई पक्कै पनि प्रोत्साहित गर्छ होला भन्ने मलाई लाग्छ। आजभोलि हामी मलाई लाग्छ यो पुस्तक अहिले आफूले नयाँ भन्नेहरूले, पुराना थोत्रो भयो भन्नेहरूले यो देशमा प्रजातन्त्र स्थापना गर्नको निम्ति उनीहरूले के गरे, यो पार्टी र यो पुराना पार्टीले के गरेका रहेछन् भनेर अनिवार्य पढ्नुपर्छ। त्यसपछि बल्ल उनीहरूले बुझ्नेछ। बाहिरी सहरमा श्रीमान, नेपालमा पार्लियामेन्ट, बाहिरी सहरमा श्रीमती, नेपालमा पार्लियामेन्ट हुनेहरूले यहाँ नयाँ गर्दै हिँड्नेहरूले पुस्तक पढ्यो भने साँच्चै बुझ्नेछन् भन्ने मलाई लाग्छ। अहिले फेरि राजावादी के भन्दै हिँड्नेहरूले पनि एकपटक उनीहरूले घर घरमा गएर बाटो हिँड्दै गरेका ती निमुखा किसानहरूलाई गोली ठोकेका कथाहरू उनीहरूलाई सुनाउनु जरुरी छ। यो पुस्तकले त्यो पनि दिन्छ भन्ने मलाई लाग्छ। हामी यी धेरै कुराहरू यसमा समेटेका छौँ। यसको महत्त्वपूर्ण कुरो त्यो हो भन्ने मलाई लागिरहेको छ। हामी ठुला नेताहरूले आत्मवृत्तान्त लेख्नुहुन्छ, कसैले उहाँको जीवनी भनेर लेखिदिनुहुन्छ अनि त्यो पढेर हो हामी रमाउँछौँ। तर त्यो जीवनी लेख्नको निम्ति आधार तयार पारेर यी व्यक्तिहरूको बारेमा बल्ल यहाँ उल्लेख भएको छ। हामी यसरी बस्नु यसरी बिताउनु भएको थियो भन्ने कुरा लेखिरहँदाखेरि त्यहाँका आधारभूत जनताहरूले जहाँ भई मान्छे भन्नुभएको छ तिनीहरूले हामीलाई कसरी जोगाए, के गरे भन्ने खाले कुराहरू छैन। यसमा अर्को एउटा बुझ्नै पर्ने विषय के छ, आफूले घर निर्माण गरेर अधिवेशन गर्नको निम्ति त्यहाँको कार्यकर्ता लागेका कुराहरू पनि छन्। जनताको घरमा 100 जनाभन्दा बेसी व्यक्ति गाउँको घरमा जम्मा भएर 7 दिन 8 दिन 10 दिन कार्यक्रम गर्दाखेरि त्यहाँका पुलिस प्रशासन थाहा नपाउने गरी काम गरेको गोपनीयता कुराहरू छन् र त्यहाँका जनताहरूले रेखिहालेका सुरक्षा गरेका कुराहरू छन्। त्यो गोपनीयता, त्यो नेताप्रतिको त्यो विश्वास र पार्टीप्रतिको त्यो विश्वास अहिले हामीसँग सके छैन। त्यो विश्वास जोगाउनको निम्ति पनि हामीले यो भूमि मान्छेका कथाहरू पढ्नु जरुरी छ सबैले। मैले यहाँ पढिरहँदाखेरि केही कुरा स्मरण भयो। उहाँले लेख्नुभएको छ, शौचालय नहुँदाखेरि खेतमा खाल्टो खने, बारीमा खाल्टो खने, त्यो झापाको मोरङको कुरा होला। उहाँले लेख्नुभएको एउटा महिलाको नाम काठमाडौँमा त्यो पोडे टोल उहाँले लेख्नुभएको छ। त्यहाँ लेखेको एउटा महिलाको नाम मैले सम्झेँ, रवि लम्बे चित्रकार। अन्धेरा सूर्यको 7औं राष्ट्रिय सम्मेलन हुँदै थियो, ग्रुपमा हुन्थ्यो। म थानकोट ग्रुपमा थिएँ, प्रतिनिधि भएर गएको थिएँ। त्यहाँ 1-2 जना महिलाहरू हुनुहुन्थ्यो। उहाँले त्यही मधेसमा भनेको जस्तै गरी माटोको भाँडामा पिसाब फेर्ने र त्यो पिसाबहरू उठाएर लगेर फाल्ने काममा संलग्न भएको महिलाहरू हुनुहुन्थ्यो। पछि अधिवेशन सकियो, त्यसको मलाई लाग्थ्यो उहाँहरू कहाँ केही साधारण महिलाहरू हुनुहुन्छ। अनि
त्यसको 1-2 महिनापछि अमृत क्याम्पसमा एकजना प्राध्यापक भएर आउनुभयो। यसो हेरेँ, मैले त्यो अधिवेशनमा देखेको महिला रविलक्ष्मी चित्राकार त्यहाँ त फिजिक्सको प्राध्यापक भएर आउनुभयो। हामी सामान्य विद्यार्थीहरूको त्यो जनसङ्ख्याको काममा पनि महिलाहरूले गरेका ती योगदानहरू यसमा पढ्न पाइन्छ। र हिजो हामीले मात्र आन्दोलन हाक्यौँ भन्ने होइन, ती महिलाहरूको त्यहाँको आन्दोलनमा, हामी कम्युनिस्ट पार्टीको आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेछ भन्ने पुस्तकमा पढ्न पाइन्छ। मैले 1-2 तपाईँहरूको अरू त त्यहाँ सोचौँला तिथिविधि बिग्रेका छन्। 10औं राष्ट्रिय सम्मेलन 79 सालमा लेख्नुभएको छ, त्यो 78 सालमा हो, त्यो एउटा प्रमुख नै बिग्रेको छ, त्यसलाई हेर्नुपर्छ। मैले अरू जान्दिनँ। अर्को हाम्रो नेत्रलाल अभागीको बारेमा जुन लेख्नुभएको छ, 41 सालमा चाहिँ उहाँको मृत्यु भयो, थप्पड फेला पारेर हुनुभएको छ। तर वामदेव गुप्तको 31 सालको प्रतिवेदन अनुसार भएका छन्। त्यसको चाहिँ जुन मितिहरू छन् त्यो ठोस देखेका थाहा पाएका मितिहरू, त्यसलाई अलिकता ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ। फेरि तपाईँहरूको अर्को एउटा सुझाव, अघि कहिले सर्व पढिँदैन भन्नुभएको थियो, त्यो सर्व नपढिने के भएको सबै नाम बिचमा राख्दै त्यस्तो भएको। त्यो सर्व पढ्ने भाषा र नाम जति चाहिँ सर्व फलाना सेन्टर फलाना मान्छे यस्तो गरे भएर राख्नुभयो भने सर्व पढ्दै जाने त्यो नामहरू पनि त्यहाँ आउने, त्यसपछि बन्न सक्छ होला भन्ने लाग्छ। म फेरि तपाईँलाई यसमा थप कार्य गर्ने शुभकामना चाहिँ बनाइ आफूलाई टुङ्ग्याउँछु। हस्त धन्यवाद। नमस्ते।